दिन दुखी गरिब पीडित असहायहरूलाई सहयोग गर्न पर्यो भने तपाईँले राजाको एक कप चिया खानु भएको छ? नेपालको टप धनी होइन राजा ज्ञानेन्द्र, तपाईँले खानु भएको छ राजा ज्ञानेन्द्रको चिया? चिया खानु भएको छ? उहाँको निकटतम व्यक्तिले खायो होला। अहिलेसम्म 200-400 जनालाई राजाको मात्रै होइन, तपाईँ राष्ट्रपति प्रधानमन्त्रीको चिया खानु भएको छ र? पदमा जाने टक्क लाएर अर्काको त्यो हजुर नमस्ते यस्तो यस्तो के यो टाउको हल्लाएर मात्रै हुँदैन। अब होइन नि, यो खाने विचार मात्र हो भने त्यो खाएर मात्रै हुँदैन। यो खाने विचार मात्र हो भने यो अहिले प्रधानमन्त्री यो राष्ट्रपति यो राजा बन्ने भनेको यो सबै यो खाने कि अर्काको मान सम्मान खाने, मान सम्मान खाने सक्ता र यो राजा आउनुपर्छ यो प्रधानमन्त्री यो जो आउनुपर्छ भन्ने नहेछन् नि एक थरीले कतिले यो पनि बजा हुन्छन् कि यो 2 जना स्टाफ कर्मचारी लेडिज त पनि एकदम राम्रो क्युट ब्युटी चाहियो, एकदम ब्युटी खालको राम्रो चाहिँ समाचार वाचन गर्न सक्ने क्षमता भएको योग्य म जतिको त चाहियो नि भने चाहियो भन्नुभएको थियो। हुन त तपाईँ आफू सक्षम भएर पनि सायद सक्षम खोज्नु भएको होला। जतिको चाहिएन, ममा के कमी छ अनि हेर्नुस् त। स्टाफको सन्दर्भमा अहिले कहाँसम्म पुग्यो तपाईँको चाहिँ स्टाफ? यस्तो हेर्दाखेरि टक्क आँखाले हेर्दा राम्रै चिज हेर्छ नि त। नेपाली जनताको भविष्य बन्नुपर्छमा भन्नेमा छ। तपाईँ खालि भद्रराजले यसो गर्यो, भद्रराजले यसो गर्यो, भद्रराजले दर्जन 100 गीत गाउनु लाग्यो नि केही हुँदैन भने 5 लाख कमाइसक्यो नि। 5 लाख 50 लाख कमाउनु भने त्यो मतलबको कुरो होइन। तपाईँको रेखा एकजना बनेर हुन्छ भने लाखौँलाई बनाउनुपर्छ भन्ने सोच बोकेर म अगाडि बढिरहेको छु। यहाँ यत्रो कुरा भनेको सुन्नु भएन। राजा आए पनि अथवा यो अहिले लोकतन्त्र गणतन्त्र राजतन्त्रमा यति कुरा हामीले गर्न सक्छौँ, हामी यो गर्छौँ भनेर लागे भने धन्यवाद, ठिक छ, हामी मान्छौँ। नत्र भने एक दिन बाँसुरी तन्त्र आउनुपर्छ यो नेपालमा, रूपक तन्त्र लिएर आउने हो, रूपकले शासन चलाउने हो। भोलि राजा बनेर हुन्छ अथवा राष्ट्रपति बनेर हुन्छ अथवा प्रधानमन्त्री बनेर। नत्र भने रोए समस्या बढेको बढे, दिन रात चौगुणा, दिन दुगुणा रात चौगुणा समस्या बढेको बढे गर्छ, समाधान हुँदैन। 2 जना लेडिज मात्र होइन कि भोलिको दिन 2 जना बोय पनि जेन्ट्स पनि आउनु सक्छ। भोलि 2 जना मात्र होइन 200 जना, भोलि ताल परे 2000 जना स्टाफ चाहिन्छ भने रूपकमा अहिलेलाई 2 जना लेडिजको आवेदन खुला गर्नुभएको छ। कर्मिक रूपमा युवालाई पनि मौका दिनुहुन्छ तपाईँले? त्यसो भने दिँदैन त भने भोलिको दिनमा रूपक बाँसुरीले युवती मात्र राखेर चाहिँ अफिस चलायो भन्ने वातावरण त बनाउनु हुँदैन नि तपाईँ? हुँदैन। भोलि 2 जना मात्र होइन 2000 जना 2 लाख जनालाई पनि कार्य लाउने। करोडौँको जग्गा बेचेर किन समाज सेवा गरेर त? आत्मसन्तुष्टि देश बन्नुपर्छ। म राजा छु अहिले छैन, म प्रधानमन्त्री छु, म राष्ट्रपति छु छैन। मैले के को लागि गरेँ त? लौ मैले कार्य गरेको काम गरेको नै 7-8 वर्ष काम गरेको र मेरो जग्गा समेत गरेर मैले 2 करोड माथि समाज सेवा गरेँ। त्यति ठुलो लगानी छ तपाईँको? म पदमा भएर गरेँ हो? होइन हो, हामी जसरी गर्नु पर्यो। सत्ता र शक्तिमा रहँदा त्यो व्यक्तिले जनताको भावना बुझेर काम गर्न नसक्ने नगर्ने, जब सत्ता बाहिर हुन्छ अनि जनताको माझमा आएँ भनेर, अहिले मैले नाम भन्न चाहिनँ तर कतिपय नेताहरू अहिले पनि हिमाल पहाड तराईमा विभिन्न समुदायमा जाने, त्यही ड्रेस लगाउने, टोपी लगाउने, ल जनताको माझमा आइयो अब हामी गर्छौँ भन्ने, यो किन यस्तो यो रोइकराई हुन्छ? भन्दै गर्दा प्रचण्डलाई भने जस्तो लाग्यो, व्यङ्ग गरे जस्तो लाग्यो। होइन, प्रचण्डको मात्रै कुरा होइन, अरू नेताहरू पनि जाने गर्नुहुन्छ त्यसरी। तपाईँले 100 प्रश्न मलाई सोध्न नि पर्दैन सर। 100 प्रश्न तपाईँले मलाई सोध्न नि पर्दैन। यो मैले भनेको कुरामा यो विश्वमा यही नियम लगायो भने सिद्धियो के? सिद्धियो भने नेपाली जनतामा भोलिदेखि खुसी आनन्दले मर्ने बेला पनि ओहो नेपालमा बल्ल जन्मेको गर्व हुन्छ, खुसी हुन्छ। मैले बोले जति गर्नु न। तपाईँको माटो जोगाउनुहोस्, खान नपाउनुलाई खुवाउनुहोस्, लाउन नपाउनुलाई लाउनुहोस्, उपचार गर्न नसक्नेलाई उपचार गर्नुहोस्, पैसा नभए पनि खुसी नै खुसी चाउँछ। हामीलाई चाहियो के? तपाईँ विदेश किन जानुहुन्छ? नेपालीहरू विदेश किन जान्छ न भन्नुहोस् त? पैसा कमाउनको लागि, आर्थिक समृद्धि। त्यही पैसाले के लाउनको लागि होइन? त्यही कपडा राम्रो लाउँला, कसैलाई बाइक चढ्न मन लाग्ला, कसैलाई यो जग्गा किन्न मन लाग्ला, कसैलाई खान मन लाग्ला, मिठा होइन? त्यसकै लागि जाने होइन विदेश? त्यसै त्यो खुसी गर्न जाने हो, खुसी गर्न जाने, परिवार र आफ्नो खुसी खोज्ने हो। अनि त्यही खुसी त यहीँ गरिबीमा बाँच्न नपरोस्, दुःख कष्ट नपरोस्, त हरण होस्। छिमेकीहरू 2-4 जना मान्छेको अगाडि आफू चाहिँ ओहो भनेर दुःख पाएर बाँच्न नपरोस् भन्ने नै उद्देश्य हो। हाम्रो यहाँ नेपालमा चाहिँ बढी हाम्रा सम्पत्तिहरू हामीले के चाहिँ बढी हामीले अरूलाई आवश्यक छ भनेर बेचबिखन गर्नेतिर जानु पर्यो कि आत्मनिर्भर बन्नेतिर। तपाईँको अघि मैले भने नि, अब पहिला अहिले त अब तपाईँको सहरीकरण भयो, यो ग्यासका सिस्टमहरू आए, अहिले गाउँघरमा दाउराहरू पनि बाल्न छोडे होइन? पहिला अब दाउरामा बाल्नेलाई त्यो ग्यास पनि चाहिएको थिएन। अब यस्ता कुराहरू खाना पकाएर खाएकै थिए, ऊ बेलामा पनि खाएकै थिए, गाउँविसी गरेकै थिए, मेलापात हिँडेकै थिए त। आखिर बेच्ने भन्दा किन्नेतिर लाग्यौँ के बढी हो। अनि हामी किनेरै खाने अल्छी भन्यो, हामी कामै नगर्ने भएपछि त जसरी हुन्छ
काम अनि हामीलाई पैसा चाहियो पैसा कहाँ भन्दा हामी विदेश जान्छौँ के त्यही अनि मैले अलिक केही नयाँपन जोड्न चाहेँ यहाँलाई राजा ज्ञानेन्द्रले म आवश्यक जनतालाई र देशलाई आवश्यक पर्छ भने म आउन तयार छु पशुपतिनाथले हामी सबैको कल्याण गरून् भनेर त्यति बोल्दै गर्दा प्रचण्डजी भनौँ बाबुराम भट्टराईजी भनौँ केपी ओलीजी भनौँ उहाँहरूले एक्सन भनौँ कि खबरदार तपाईँ बोल्नुभयो भने भन्ने खालको च्यालेन्ज गर्नु भएको छ के राजाले बोल्नै नपाउने हो र यो गणतन्त्रमा राजाले पनि म पनि आवश्यक परे आउँछु भन्ने नहुने भएन के गर्नु बोलेर भएन भने दिन दुखी गरिब पीडित असहायहरूलाई सहयोग गर्न पर्यो भने तपाईँले राजाको एक कप चिया खानु भएको छैन खुवाउनु भएको छ तपाईँलाई छैन राजाले पनि आफूसँग भएको सम्पत्ति केही गरिब दुखी विकासमा लगाइदियो राजा पनि सम्पन्न हुनुहुन्छ भन्नु खोज्नु भयो नेपालको टप धनी होइन राजा ज्ञानेन्द्र धनी पर्नुहुन्छ तपाईँले एक कप चिया खानु भएको छ तपाईँले खानु भएको छ राजा ज्ञानेन्द्रको चिया खानु भएको छ उहाँको निकटतम व्यक्तिले खायो अहिलेसम्म 200-400 जनालाई राजाको मात्रै तपाईँ राष्ट्रपति प्रधानमन्त्रीको चिया खानु भएको छ र राष्ट्रपति प्रधानमन्त्रीको तर्फबाट चिया खानु भएको छ र छैन त भने अनि राजाको मात्रै कुरो नगरौँ न यहाँ हो अनि त्यही भएर त मैले भन्दै कुन नेताले खुवाछ तपाईँले चिया ओहो रूपक बाँसुरीजी बसेर खाउँ के छ राजगद्दीमै बसेपछि चिया खाउनु पर्ने हो जनताको भविष्य बनाउन सक्ने हो भने अथवा प्रधानमन्त्री राष्ट्रपति नै भएपछि देश र जनताको पदमा गएपछि मात्र जनताको भविष्य बनाउने हो यही सिक्या हो तपाईँले देश र जनताको कुरा छोडिदिनु पार्टीको र आफ्नो कार्यकर्ताको भविष्य बनेको देखिन्छ यहाँ त प्रश्न छ नि यो कुरा त करोडौँको जग्गा बेचेर किन समाज सेवा गरेर त आत्मसन्तुष्टि देश बन्नुपर्छ म राजा छु अहिले छैन म प्रधानमन्त्री छु म राष्ट्रपति छु छैन मैले के को लागि गरिदा लौ मैले कार्य गरेको काम गरेको नै 7-8 वर्ष काम गरेको र मेरो जग्गा समेत गरेर मैले 2 करोड माथि समाज सेवा गरेँ त्यति ठुलो लगानी छ तपाईँको म पदमा भएर गरे हो होइन हो हामी जसरी गर्नु पर्यो कि आफू पनि बाँचौँ अरू पनि आफूले कमाएको सम्पत्ति तपाईँले पढ्नु भएको छैन भने मै खाउँ मै लाउँ मै सुखसेलमा रमौँ भन्ने चाहिँ त्याग्नुपर्छ हामीले सबैलाई बचाउनुपर्छ सबैलाई खुवाउनुपर्छ सबैलाई लाउन दिनुपर्छ सबैलाई उपचार गराउनुपर्छ एकजुट हामी सबै नेपाली हौँ पृथ्वीनारायण शाहले भनेको होइन हो तपाईँको के भने यो जसले सोध्छ नि त्यही नै महान हो त्यही राजा हो त्यही भगवान हो त्यही राष्ट्रपति हो त्यही प्रधानमन्त्री हो यो अहिले पदमा जाने टक्क लाएर अर्काको त्यो हजुर नमस्ते यस्तो के यो टाउको हल्लाएर मात्रै हुँदैन अब होइन नि यो खाने विचार मात्र हो भने त्यो खाएर मात्रै हुँदैन यो खाने विचार मात्र हो भने यो अहिले प्रधानमन्त्री यो राष्ट्रपति यो राजा बन्ने भनेको यो सबै यो खाने कि अर्काको मान सम्मान खाने यो राजा आउनुपर्छ यो प्रधानमन्त्री यो जो आउनुपर्छ भन्ने आएछन् नि कतिले यो पनि बजा हुन्छन् कि यो अनि यो खाएपछि जसको खाए त्यसै गुणगान गाउने भने यस्तै चलन छ नेपालमा तर के हो भने कसैको खाँदैमा हामीले त्यसको गुणगान गाउने होइन कि हामीले सबैलाई यो अघि मैले भने जस्तो घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगार दिने टक्क लाएर नेपालमा 4-5 घन्टा काम गर्ने अनि हामी विदेश घुम्न जाने ठाउँ घुम्न जाने नेपालको पनि शान नेपालीको पनि इज्जत अहिले नेपालीलाई गन्दैन विदेशमा हत्तापत्ता त्यही भएर मैले के भन्न चाहेँ भने राम्रो काम गर्नु यति काम मैले भनेको जस्तो कुरा बुझ्यो भने भोलिको दिन रूपक बाँसुरीको तन्त्र नआउला कसैले बुझे भने नबुझेको खण्डमा नागरिकहरूले रूपक बाँसुरीलाई नै फुलमाला लाउनेछन् भन्ने तपाईँको यो अनुरोध पनि हो चेतावनी पनि हो त्यसो भने दुइटै हो अनुरोध चेतावनी शिक्षा ज्ञान जनचेतना सबै हो यो मैले भनेको कुरा मानेन भने तपाईँ यो नेपाली रोइ हो कि भविष्य छैन बर्बादै छ रूपक बाँसुरी नआइकन सुखै छैन भने मैले अलिकति नयाँ जोड्न चाहेँ तपाईँलाई 2 जना स्टाफ कर्मचारी लेडिज त पनि एकदम राम्रो क्युट ब्युटी चाहियो एकदम ब्युटी खालको राम्रो चाहिँ समाचार वाचन गर्न सक्ने क्षमता भएको योग्य म जतिको त चाहियो नि भने चाहियो भन्नुभएको थियो नि त तपाईँ आफू सक्षम भएर पनि सायद सक्षम खोज्नु भएको होला चाहिएन ममा के कमी छ अनि स्टाफको सन्दर्भमा अहिले कहाँसम्म पुग्यो तपाईँको चाहिँ स्टाफ यस्तो हेर्दाखेरि टक्क आँखाले हेर्दा राम्रै चिज हेर्छ नि त आँखाले हेर्दाखेरि त्यो तपाईँको खोलामा गुरमुत मिसाएको जस्तो बागमतीको ढल जस्तो अहिले हेर्न खोज्दैन हेर्नुहोस् टक्क राम्री नै हेर्न पर्यो कि राम्रो बनाउन पर्यो मेन कुरो अनि बोल्न सक्न पर्यो न्युज पढ्दाखेरि राम्रोसँग रिड गर्न पर्यो हेर्नुहोस् होइन अनि अब 8-9 जनाले फोन गरिराखेको ब्युटी बनेर त्यस्तो अब इन्टरभ्यू लिन बाँकी छ इन्टरभ्यूमा पास फेल के हुन्छन् अहिले चाहिँ इन्टरभ्यू
को प्रक्रियामा छ भनौँ न। तपाईँले लेडिज स्टाफ माग गर्दै गर्दा दुर्गेश थापाको मलाई गीत याद आयो, क्युट बनेर, ब्युटी बनेर, हट बनेर, पट बनेर भन्ने खालको त्यस्तै खालको तपाईँलाई पनि त्यही खालको चाहिँ सक्षम त चाहियो भने सक्षम चाहियो। तपाईँको टक्क हेर्दाखेरि राम्ररी देखियो भने हट भएर पट भएर भन्नु भन्नुभयो। धेरैले भिडियो हेर्छन् पनि, सेयर गर्छन् पनि। अनि फेरि 2 जना लेडिज मात्र होइन कि, भोलिको दिन 2 जना बोय पनि, जेन्ट्स पनि आउनु सक्छ। भोलि 2 जना मात्र होइन, 200 जना, भोलि ताल परे 2000 जना र स्टाफ चाहिन्छ भने रूपकमा अहिलेलाई 2 जना लेडिजको आवेदन खुला गर्नुभएको छ। कर्मिक रूपमा युवालाई पनि मौका दिनुहुन्छ तपाईँले, त्यसो भने दिँदैन त भने भोलिको दिनमा रूपक मासुरीले युवती मात्र राखेर चाहिँ अफिस चलायो भन्ने वातावरण त बनाउनु हुँदैन नि तपाईँ? हुँदैन। भोलि 2 जना मात्र होइन, 2000 जना, 2 लाख जनालाई पनि कार्य लाउन सक्ने क्षमता छ। क्षमता छ तपाईँसँग? मेरो। त्यही भएर अहिले चाहिँ सुरुवातमा 2 जना सेलेक्सन गर्नुहुन्छ अहिलेलाई। 8-9 जनाले फोन गर्नु भएको छ। ल तपाईँको अफिसको लागि सम्पर्कमा रहनुहुने जो लेडिज हुनुहुन्छ तीमध्ये 2 जना अब छनको क्रममा करिब नजिक हुनुहुन्छ भन्ने कुरा हामीले बुझिसकेका छौँ। उहाँले रूपक मासुरी सरले भनिसक्नु भएको छ। जो छनौट पर्नुहुनेछ उहाँहरूलाई अग्रिम बधाई शुभकामना। 85 मा एकपल्ट फेरि भन्नुहोस्। 98 791385 मा फोन गरेर तपाईँहरूलाई के चित्त बुझेन आजको यो भिडियो हेरेर मैले बोलेका कुराहरू ठिक लाग्यो कि लागेन, तपाईँले किस्मत इन्टरटेनमेन्ट युट्युब च्यानलमा पनि कमेन्ट गर्न सक्नुहुनेछ, प्रत्यक्ष रूपमा मलाई पनि भन्न सक्नुहुनेछ। र यो अहिले मैले भनेका कुराहरूमा संसार छ। यति कुरा राजा आए पनि अथवा यो अहिले लोकतन्त्र, गणतन्त्र, राजतन्त्रमा यति कुरा हामीले गर्न सक्छौँ, हामी यो गर्छौँ भनेर लागे भने धन्यवाद, ठिक छ, हामी मान्छौँ। नत्र भने एक दिन बाँसुरी तन्त्र आउनुपर्छ यो नेपालमा, रूपक तन्त्र लिएर आउने हो, रूपकले शासन चलाउने हो। भोलि राजा बनेर हुन्छ अथवा राष्ट्रपति बनेर हुन्छ अथवा प्रधानमन्त्री बनेर। नत्र भने रोए समस्यै बढेको बढे, दिन रात चौगुणा, दिन दुगुणा रात चौगुणा समस्या बढेको बढे गर्छ, समाधान हुँदैन, हुने छाडकाटै छैन। रूपक मासुरीले भनेको कुरा पालना गऱ्यो भने चाहिँ तपाईँको भोलि 100मा 100% नै घटाउन सकिन्छ। लोकतन्त्र, गणतन्त्र, राजतन्त्र, प्रजातन्त्र के तन्त्रहरू भने ती कुनै पनि तन्त्रभन्दा जनताको जनतन्त्र चाहियो होइन, जनताको तन्त्र चाहियो। छाउने तन्त्र के, पैसा कागज 1 रुपैयाँ नभए पनि जनतालाई खुसी छाउन लाउन पाउने। हामीले देशको लागि टक्क 2-4 घण्टा काम गर्न मन लाग्ने, जनताको तन्त्र चाहियो, नपर्ने यस्ता कुरा ल्याउने हो कि यो चाहिँ सुविधा ल्याइदियो भने हुन्छ। अनि अर्को मेन कुरो चाहिँ तपाईँको यो सबै नेपालको चाहिँ सबै जग्गा जमिन माटो मासेर यो खेल भइरहेको छ। यो जग्गा प्लटिङ गरिएको छ, आनाको 40-50। यो सबै रोग हो, यो सबै रोग हो। यो अहिले बुझाएर मात्र हुँदैन, फिल्डमा पनि लहर देखाउनु पर्छ। मान्छेले पढेपछि बुझ्छन्। तपाईँलाई गोर्खाबाट एकजना चेलीले गायिका बन्न पाए हुन्थ्यो भनेर फोन सम्पर्क गर्नुभएको थियो। त्यो सन्दर्भमा अघिल्लो भिडियोमा पनि केही कुरा उठाउनु भएको थियो। अहिले उहाँको सन्दर्भमा तपाईँले भेट्ने अथवा उहाँलाई काठमाडौँ झिकाउने सम्बन्धमा केही थप प्रगति के भइरहेको छ? हामी सकेसम्म वहीँ जानुहुन्छ अथवा यहाँ बोलाउनुहुन्छ अथवा कसरी मौका दिनुहुन्छ उहाँलाई? मौका त दिनुपर्छ। एउटा लुकेको प्रतिभालाई उजागर गर्ने, अगाडि बढाउन हामीले साथ सपोर्ट हौसला दिनुपर्छ। मैले अघि नै भने पैसा भए पनि नभए पनि हौसला जसरी बजराज थापाले दिनुभएको छ त्यसरी तपाईँले नि हौसला दिनुहुन्छ? अब दिनुपर्छ, दिने नै हो होइन। अर्को कुरो मैले के भन्न चाहेँ भने हेर्नुहोस् त, बजराज थापाले रेखालाई कतिवटा चाहिँ 2 दर्जन जति त गीतै तयार गरिदिइसके जस्तो लाग्छ। म्युजिक भिडियोमा अहिले त त्यहाँ म त मोडल पनि भइसकिन् त। कति खुसी छन्। 2 दर्जन होइन, 100 दर्जन होस् अथवा 100 भए पनि त्यो बुझाइ र ऊ फरक पर्छ के। अनि बजराजले ल्याएका प्रतिभाहरू किन चाहिँ 1 हप्ता 10 दिनपछि ओझेलमा पर्छन् भन्नेहरूलाई पनि उनले चोपीले जवाफ दिए त। अरूहरू पनि नयाँ गायिकाहरू उनले ल्याएका कति गायिकाहरू अहिले त हेर्नु त इन्द्रणीमा लिएर गएर उनले उ गरिसके त, गीत गाउन दिइसके त। माहौल कस्तो बनाइदियो उनले। अब हेर्नुहोस्, मलाई मेरो दिमाग नभड्काइदिनु है सर, मलाई मेरो दिमाग नभड्काउनु। मेरो दिमाग भनेको यो नेपालभरिका पीडितहरू भनौँ अथवा गायिका भनौँ अथवा नेपाली जनताको भविष्य बन्नुपर्छमा भन्नेमा छ। तपाईँ खालि बजराजले यसो गर्यो, बजराजले दर्जन 100 गीत गाउनु लाग्यो केही हुँदैन भने 5 लाख कमाइसकिन् नि। 5 लाख 50 लाख कमाउनु भने त्यो मतलब कुरो होइन। तपाईँको रेखा एकजना बनेर हुन्छ भने
लाखौँलाई बनाउनुपर्छ भन्ने सोच बोकेर म अगाडि बढिरहेको छु। यहाँ यत्रो कुरा भनेको सुन्नु भएन? आज भोजराज रात दिन खटिएका छन्, रात दिन खाइ नखाइ खटिएका छन्, भोक न प्यास न निन्द्रा भनेर उनी चाहिँ खटिनु भएको छैन, रूपबासुरी खटिया छैन, खटिएको छ। हामीले अब तर फिल्डमा देखिएका छन् नि त उनी त, हेर्नुहोस् त करोडौँ जनताको नजरमा उनी त छाएका छन् त। ठिक छ, म केही बोलिनँ, म केही बोल्न चाहिनँ। भोजराज मात्र भनेर तपाईँले भोजराज मात्र भनेर मेरो दिमागले के सोचिरहेको छ, मेरो दिमागमा भोजराज ल्याएर मात्र र नछिराइदिनु भन्न खोज्यो के। कहिले राजा भने, कहिले रवि लामिछाने भने, कहिले तपाईँको केपी भनिएको छ, कहिलेले अब तपाईँको अब यो बालेन भनिएको छ, कहिले हर्क भनिएको छ, रूपक बाँसुरी भन्ने दिन लिएर आउनु लागिरहेको छु। देशको चिन्ता छ तपाईँलाई। अब यदि अरू बिग्रेर खत्तम अरूले राम्रोसँग गरे, हामी यस्तोमा मात्र नलागौँ कि यो गीत सङ्गीतमा मात्र लाग्ने होइन। गीत सङ्गीत त तपाईँको नारायण गोपालका गीत, भक्तराज आचार्यका गीत, अहिले प्रमोद खरेलका, शिव परियारका, अन्जु पन्तका, विष्णु माझीका गीत, लाखौँ करोडौँ गीत छ भने छन्। यो 12वटा 13वटा 15वटा भनेर तपाईँ मक्क पर्नु आफ्नो ठाउँमा छ, पाइयो। म नि मक्क छु ल एकछिन लाग्यो। तर भन्न खोजेको म सधैँ दिनकै भोजराजको गुण बयान गरेर, भोजराजको के अरे गीत गाएर, कहिले बालेनको, कहिले हर्कको, कहिले राजा ज्ञानेन्द्रको, कहिले उसको गीत गाएर बसेर यो देश बिग्रेर बसिरहेको छु। यो देशमा दुःख पाएका नेपालीहरूको बिलौना चोटतिर मेरो ध्यान बिर्साउने काम चाहिँ नगरिदिनु भन्ने खोजेको कि। म त्यता सम्झिरहेको छु, त्यो गर्नु पर्यो भनेर र सबैलाई मैले जनचेतना दिन लगाइरहेको छु के है। त्यसरी बुझिदिनु होला है। यहाँको महत्त्वपूर्ण समय र संवादको लागि धेरै धेरै धन्यवाद। यति राम्रो काम मैले राम्रो हामीले भन्नुपर्छ, नभन्ने होइन। तर के हो भने कतिलाई चोट पिटाइ, एकजनाले यो अहिले भएका व्यक्तिहरूले सपोर्ट गर्न सके होइन नि त, त्यसैले अरूले गर्नुपर्छ, अरू पीडालाई नै हामीले हेर्नुपर्छ भन्ने कुरा मेरो हो है। हुन्छ।